ज्योतिष सरकार अब तपाईँले भनिदिनु पर्यो। अब आउने चुनाव पछाडि हर्क साम्पाङ प्रधानमन्त्री बन्दा ठिक कि बालेन प्रधानमन्त्री बन्दा ठिक, ठ्याक्कै बताइदिनु पर्यो लो। बालेन शाह प्रधानमन्त्री बन्नुभन्दा हर्क साम्पाङ प्रधानमन्त्री बन्नु उत्तम हो। ल ठिक छ, तपाईँको चोइसमा चाहिँ हर्क साम्पाङ भन्नुभयो। अब जनताले पनि हर्क साम्पाङलाई रुचाउला जस्तो छ। भोट कसलाई आउँदो छ हेरौँ। हेलो दुर्गा दाजु, अनि एकजना ज्योतिषलाई यहाँनिर चिना हेराएको होइन, बालेन र हर्क साम्पाङ को प्रधानमन्त्री भन्ने कुरामा चाहिँ प्रधानमन्त्री चाहिँ हर्क साम्पाङै भनेर भने ज्योतिषले। अब तपाईँ भन्नुहोस्, बालेन शाह र रवि लामिछाने चुनावपछि को प्रधानमन्त्री बन्छन् कि के हुन्छ उनीहरूको अवस्था? जस्ताको तस्तै बताउँ त दुर्गा दाजु। गाह्रो छ बालेन र रविलाई। अब गाह्रो गाह्रोलाई म भन्छु 23 र 24 गतेको जुन आन्दोलन भयो नि, जेनजी आन्दोलन, 78,000 त फेक आइडी चलाएको थियो। ओ माई गड, हो र?